नमस्कार। आज हामी एउटा यस्तो प्राचीन ग्रन्थमा डुबुल्की मार्दैछौँ जसले सोध्ने प्रश्नहरू निकै सरल छन्, तर त्यसको उत्तरले हाम्रो अस्तित्वको जग नै हल्लाइदिन सक्छ। त्यो ग्रन्थ हो केन उपनिषद। यसको पहिलो प्रश्नै छ, कसको इच्छाले हाम्रो मन दौडिन्छ? सोच्नुस् त, हामी दिनभरि कति कुरा सोच्छौँ, तर त्यो सोच्ने प्रक्रियाको स्विच कसको हातमा छ? आज हामी यही उपनिषदका पानाहरू पल्टाएर हाम्रो चेतनाको त्यो रहस्यमय स्रोतसम्म पुग्ने कोसिस गर्नेछौँ। हो, र आज हामी केवल श्लोकको उल्था गर्ने छैनौं, बरु त्यसभित्र लुकेको खास मर्म के हो त्यो समात्न खोज्दैछौं। उपनिषदहरू जवाफ दिनुभन्दा बढी सही प्रश्न सोध्न सिकाउँछन्। र केन उपनिषदको पहिलो प्रश्न केनेशितम पतति प्रेषितम मनः, अर्थात् मनलाई कसले पठाउँछ, प्राणलाई कसले चलाउँछ, आँखालाई हेर्ने शक्ति कसले दिन्छ? यो प्रश्न नै सम्पूर्ण अध्यात्मको सुरुवात हो। यो यात्रा बाहिर होइन, आफ्नै भित्रतिरको हुनेछ। त्यही त, हामीलाई लाग्छ म सोध्छु, म निर्णय लिन्छु, तर यो उपनिषदले सुरुमै भनिदिन्छ, एकछिन पर्ख, के त्यो शक्ति साँच्चै तिम्रो हो? यसले त हाम्रो सम्पूर्ण पहिचानमाथि नै प्रश्न चिन्ह खडा गरिदियो। मेरो मन, मेरो शरीर, मेरो विचार भन्छौँ, तर के त्यो मेरो भन्ने कुरा नै एउटा भ्रम हो कि? एकदम सही ठाउँमा समात्नु भयो। यो मेरो भन्ने भावना नै अहङ्कारको जग हो, र उपनिषदले त्यही जगमा प्रहार गर्छ। दोस्रो मन्त्रले यसको जवाफ दिने प्रयास गर्छ, तर अलि अनौठो तरिकाले। यसले भन्छ, त्यो परम तत्त्व कानको पनि कान हो। एकछिन है, कानको पनि कान हो? मनको पनि मन हो, वाणीको पनि वाणी हो। वाउ! यसले त मेरो सोच्ने तरिका नै हल्लाइदियो। मतलब मैले जुन कानले सुनिरहेको छु, त्यो सुन्ने शक्ति मेरो कानको होइन। यो त सोच्दै अनौठो लाग्ने कुरा पो हो। यसलाई यसरी बुझौँ न। तपाईको घरमा बत्ती बलिरहेको छ, पंखा चलिरहेको छ, तर के त्यो शक्ति बत्ती वा पंखाको हो? होइन नि। होइन, त्यो त बिजुलीको हो। ठ्याक्कै। त्यो शक्ति त पछाडिबाट आइरहेको बिजुलीको हो। बत्ती र पंखा त केवल उपकरण हुन्, जसले त्यो बिजुलीलाई प्रकाश वा हावामा बदल्छन्। उपनिषदले भन्छ, हाम्रा आँखा, कान, मन यी सबै त्यस्तै उपकरण हुन्। यिनलाई चलाउने वास्तविक शक्ति, त्यो अदृश्य बिजुली जसलाई यहाँ ब्रह्म भनिएको छ, त्यो अर्कै छ। जसले यो सत्य बुझ्छ, उसले आफूलाई उपकरण ठान्न छोड्छ र शक्तिको स्रोतसँग जोडिन्छ। त्यसैले भनिएको हो, ऊ अमरत्व प्राप्त गर्छ। यो बिजुलीको उदाहरणले त छर्लङ्गै भयो क्या। तर मैले स्रोतहरूमा एउटा वाक्यांश बारम्बार दोहोरिएको पाएँ, तदेव ब्रह्म त्वं विद्धि नेदम यदिदुम उपासते, अर्थात् त्यो नै ब्रह्म हो भनेर जान, जसलाई मानिसहरू पूजा गर्छन् त्यो होइन। यसले त हाम्रो परम्परागत पूजापाठको धारणालाई नै चुनौती दिएको जस्तो देखिन्छ। यसले के कुरालाई अस्वीकार गरिरहेको छ? यो वाक्यांश नै यस उपनिषदको मुटु हो भन्दा हुन्छ। यसले हाम्रो ध्यानलाई बाहिरी संसारबाट भित्री संसारतर्फ मोड्ने काम गर्छ। यद इदम उपासते को अर्थ हो जसलाई मानिसहरू यो भनेर पूजा गर्छन्। यो भनेर? हो, यो भनेको के हो? कुनै मूर्ति, कुनै प्रतीक, कुनै बाहिरी देवता वा शक्ति, जसलाई हामी इन्द्रियले देख्न वा मनले सोच्न सक्छौं। उपनिषदले भन्छ, त्यो ब्रह्म होइन। ब्रह्मलाई आँखाले देख्न सकिँदैन, तर जसको कारणले आँखाले देख्छ त्यो ब्रह्म हो। मतलब स्रोतलाई पूजा गर, परिणामलाई होइन। एक किसिमले हो। जसलाई मनले सोच्न सक्दैन, तर जसको कारणले मनले सोच्न सक्छ त्यो ब्रह्म हो। शक्ति बाहिरी मन्दिरको मूर्तिमा होइन, त्यो मूर्तिलाई हेर्न र त्यसको भावलाई अनुभव गर्न सक्ने तिम्रो भित्री चेतनामा छ। यो पूजाको विरोध होइन, पूजाको गहिराईलाई बुझाउने प्रयास हो। ठिक छ, त्यसो भए हाम्रो शक्ति हामीमा होइन, त्यो परम चेतनामा छ। तर यदि यस्तो हो भने त्यसलाई कसरी थाहा पाउने त? मलाई लाग्छ उपनिषदले यसको जवाफ दिने तरिका अलि अनौठो छ। सामान्यतया हामी ज्ञानलाई जान्नुसँग जोड्छौं, तर यहाँ त कुरा उल्टो पो छ जस्तो लाग्यो। दोस्रो खण्डमा भनिएको छ, यदि कसैले ब्रह्मलाई राम्रोसँग जाने भनी सोच्छ भने उसले वास्तवमा थोरै मात्र जानेको हुन्छ। हो, र यही नै ज्ञानको सबैभन्दा ठूलो र सुन्दर विरोधाभास हो। उपनिषदको एउटा प्रसिद्ध श्लोकले भन्छ, यस्यामतं तस्य मतम, मतम यस्य न वेदसः, अर्थात् जसलाई लाग्छ कि ब्रह्म अज्ञात छ, उसले नै ब्रह्मलाई वास्तवमा बुझेको छ।
अनि जसलाई लाग्छ कि उसले जान्यो हो, जसलाई लाग्छ कि उसले ब्रह्मलाई जान्यो उसले वास्तवमा केही पनि बुझेको छैन। यो त साँच्चीकै पहेली जस्तो भयो। नजानेरै जान्नु यो कसरी सम्भव छ? यसले त हाम्रो तर्क र बुद्धिलाई नै खारेज गरे जस्तो सुनिन्छ। हामीले त जीवनभरि पढेर सिकेर जान्ने प्रयास गरिराखेका हुन्छौँ। यसलाई यसरी सोचौँ न, तपाईँले चिनीको स्वाद चाख्नु भएको छ, तर के तपाईँ त्यो स्वादलाई शब्दमा ठ्याक्कै वर्णन गर्न सक्नुहुन्छ? खै सक्दिन होला, गुलियो भन्नुला, तर त्यो त हो नि, त्यो शब्दले वास्तविक अनुभवलाई समेट्दैन। ब्रह्मको अनुभव पनि त्यस्तै हो। यो बौद्धिक तर्क वा अहङ्कारको विषय नै होइन। जब म जान्दछु भन्ने अहङ्कार आउँछ, हामीले त्यो असीम अनुभवलाई आफ्नो सानो बुद्धिको परिभाषामा कैद गर्न खोज्छौँ। तर ब्रह्म परिभाषाभन्दा पर छ। बुझे। जसले मैले बुझे भनेर शब्दको परिभाषामा बाँड्न खोज्छ उसले त्यो वास्तविक अनुभव गुमाउँछ। तर जसले यो शब्दभन्दा मेरो बुद्धिभन्दा परको कुरा हो भनेर विनम्रतापूर्वक स्वीकार गर्छ उसले वास्तवमा त्यसको नजिक पुगेको हुन्छ। यो बुझेर थाहा पाइने सत्य होइन, मेटिएर थाहा पाइने सत्य हो। यो अहङ्कार र ज्ञानको सम्बन्धलाई अझै स्पष्ट पार्न होला तेस्रो खण्डमा एउटा असाध्यै सुन्दर कथा आउँछ। कथाअनुसार देवताहरूले असुरहरूमाथि विजय प्राप्त गरे, तर उनीहरूलाई अहङ्कार भयो। उनीहरूले सोचे यो विजय हाम्रो हो, हाम्रो शक्तिले गर्दा भएको हो। अनि उनीहरूको त्यही अहङ्कार तोड्नका लागि ब्रह्म एउटा रहस्यमय यक्षको रूपमा अर्थात् एउटा अद्भुत चम्किलो प्राणीको रूपमा प्रकट हुनुभयो। देवताहरूले उहाँलाई देख्दा पनि चिन्न सकेनन्। उनीहरूका लागि त्यो केवल एउटा अनौठो नचिनिएको अस्तित्व थियो जसको उपस्थिति नै उनीहरूको शक्तिको लागि एउटा चुनौती थियो। देवताहरूले पो रहस्यमय शक्तिलाई चिन्न सकेनन्। मलाई अचम्म लाग्छ, उनीहरूले सिधै गएर तपाईँ को हो भनेर किन सोधेनन् होला? किन आफ्नो शक्तिको प्रदर्शन गर्नतिर लागे? कतै यो उनीहरूको अहङ्कारको पहिलो सङ्केत थियो कि? एकदमै। अहङ्कारले विनम्रतालाई छेकिदिन्छ। उनीहरूले प्रश्न सोध्नुको सट्टा आफ्नो शक्ति प्रमाणित गर्न खोजे। पहिले अग्निदेव अर्थात् आगोका देवता, त्यो यक्ष को हो भनेर पत्ता लगाउन गए। अग्निदेव? हो, अग्निदेव गर्वका साथ यक्षको सामु पुगे। यक्षले सोध्नुभयो, तिमीमा के शक्ति छ? अग्निले घमण्डका साथ भने, म जातवेदा हुँ, अर्थात् ब्रह्माण्डमा जे पनि छ त्यसलाई एकैछिनमा जलाएर खरानी बनाउन सक्छु। कस्तो आत्मविश्वास! अनि त्यसपछि के भयो त? तब यक्षले अग्निको अगाडि एउटा सानो सुकेको घाँसको सिन्का राखेर भन्नुभयो, ल तिम्रो यति ठूलो शक्ति छ भने यसलाई जलाऊ। सारा ब्रह्माण्ड जलाउन सक्ने अग्निदेवले आफ्नो सम्पूर्ण शक्ति लगाउँदा पनि त्यो सानो सिन्कालाई जलाउन सकेनन्। सकेनन्। उनी लज्जित भएर शिर निहुराएर फर्किए। अनि त्यसपछि वायुदेवको पालो आयो, होइन? हो, अग्निदेव असफल भएपछि देवताहरूले वायुदेव अर्थात् हावाका देवतालाई पठाए। वायुदेव जो सबै कुरा उडाउन सक्थे उनी पनि त्यही अहङ्कारका साथ गए। यक्षले उनलाई पनि सोधे, तिमीमा के शक्ति छ? वायुले भने, म मातृश्वर हुँ, म जेलाई पनि उडाएर लैजान सक्छु। यक्षले उनलाई पनि त्यही घाँसको सिन्का देखाएर भने, ल यसलाई उडाऊ। तर उनले पनि सकेनन् होला? सकेनन्। सारा ब्रह्माण्डमा तुफान ल्याउन सक्ने वायुदेवले त्यो सिन्कालाई अलिकति पनि हल्लाउन सकेनन्। उनी पनि लज्जित भएर फर्किए। यो कथाले हामीलाई एउटा निकै महत्त्वपूर्ण पाठ सिकाउँछ जस्तो छ। यो देवताहरूको मात्र कथा होइन, यो हाम्रो आफ्नै कथा पनि हो। बिल्कुल। यो कथाले भन्छ शक्ति र अहङ्कार सँगै हिँड्न सक्दैनन्। हामीलाई लाग्छ यो मेरो सफलता हो, मेरो खुबी हो, मेरो ज्ञान हो, तर उपनिषद्ले भन्छ त्यो केवल सापटी लिएको शक्ति हो। सापटी लिएको हो। जसरी बिजुली बिना बल्ब बल्दैन त्यसै गरी त्यो परम चेतना बिना हाम्रो कुनै पनि इन्द्रिय वा शक्तिले काम गर्दैन। यो त हाम्रो मैले गरेँ भन्ने अहङ्कार माथिको सबैभन्दा ठूलो प्रहार हो। जब ब्रह्मले आफ्नो शक्ति फिर्ता लिन्छ सबैभन्दा शक्तिशाली पनि शक्तिहीन हुन्छ। कथाले अहङ्कारको पर्दा हटायो। देवताहरूले आफ्नो शक्तिको स्रोत आफू होइन भन्ने बुझे। अब चौथो खण्डले ज्ञानको वास्तविक मार्ग देखाउँछ होला। यदि यो बौद्धिक ज्ञान होइन र तर्कले भेटिने कुरा होइन भने यसलाई कसरी प्राप्त गर्ने त? यसको विधि के हो? हामी जस्ता सामान्य मानिसले के गर्ने हो? अब उपनिषद्ले व्यावहारिक पक्षमा प्रवेश गर्छ। यसले 3वटा टुलकिट दिएको छ भनौँ न।
पहिलो हो तप। यसको अर्थ केवल कठोर तपस्या होइन, बरु आत्मअनुशासन र एकाग्रता हो, जसलाई हामी आजको भाषामा फोकस वा ग्रिट भन्न सक्छौं। आफ्नो लक्ष्यमा अविचलित भएर लाग्नु। यो त आजको समयमा झनै सान्दर्भिक छ, जहाँ हाम्रो ध्यान भङ्ग गर्ने हजारौं कुरा छन्। अनि दोस्रो के हो? दोस्रो हो दम। यो भनेको इन्द्रिय नियन्त्रण अर्थात् सेल्फ कन्ट्रोल हो। हाम्रो आँखा, कान, जिब्रो यी सबै बाहिरतिर दौडिरहेका छन्। सामाजिक सञ्जालको नोटिफिकेसनले भरिएको संसारमा यो कति महत्त्वपूर्ण छ। आफ्नो ऊर्जालाई बाहिर छरी नदिएर भित्रतर्फ केन्द्रित गर्नु नै दम हो। र तेस्रो हो कर्म, अर्थात् फलको आश नगरी अहङ्कार बिना आफ्नो कर्तव्य पूरा गर्नु, जसलाई आधुनिक व्यवस्थापनमा प्रोसेस ओरिएन्टेड हुनु भनिन्छ। परिणामको चिन्ता नगरी आफ्नो काममा 100% दिनु। तप, दम, कर्म, अनुशासन, नियन्त्रण र कर्तव्य, यी त कुनै पुराना कुरा होइनन्, आज पनि सफल जीवनका लागि उत्तिकै सान्दर्भिक छन्। एकदम। र उपनिषद्ले भन्छ यी सबैको जग भनेको सत्य हो। सत्यमा टिकेर यी 3 अभ्यासहरू गरेमा त्यो परम ज्ञान प्राप्त हुन्छ। ज्ञान बाहिर किताबमा वा प्रवचनमा खोजेर होइन, भित्रको मौन र अनुशासनमा भेटिन्छ। अनि जसले यो मार्गमा हिँडेर यो ज्ञान प्राप्त गर्छ, उसले अन्त्यमा के पाउँछ? यसको उपलब्धि के हो? के उसले कुनै अलौकिक शक्ति पाउँछ? उपनिषद्को अन्तिम श्लोकहरूमा भनिएको छ, जसले हृदयको गहिराईमा, जसलाई हृदय गुफा वा चेतनाको आकाश भनिएको छ, त्यहाँ त्यो ब्रह्मलाई जान्दछ। ऊ सबै इच्छाहरू, अभावहरू र भयबाट मुक्त हुन्छ र पूर्णता प्राप्त गर्छ। यो कुनै बाहिरी उपलब्धि होइन, यो भित्री रूपान्तरण हो। उसको लागि यो संसार नाम र रूपको एउटा अस्थायी खेल मात्र बन्छ। उसले यो खेलको पछाडिको वास्तविक सत्य, त्यो एउटै चेतनालाई देख्न सक्षम हुन्छ। ऊ मुक्त हुन्छ। यसलाई स्वर्ग वा मोक्ष भनिएको छ, जुन कुनै अर्को लोकमा होइन, यही जीवनमा अनुभव गरिने अवस्था हो। त्यसो भए आजको हाम्रो यो गहिरो छलफललाई सारांशमा भन्नुपर्दा, केन उपनिषद्ले हामीलाई एउटा सरल प्रश्नबाट सुरु गराउँछ, कसले चलाउँछ? र त्यही प्रश्नको पछि लाग्दा हामीलाई वास्तविकताको गहिरो तहसम्म पुर्याउँछ। यसको मूल सन्देश के हो भने, हामी जे देख्छौं, सुन्छौं वा सोच्छौं, त्यसको स्रोत हामी होइनौं, बरु एउटा परम चेतना हो, जसलाई शब्दमा वर्णन गर्न सकिँदैन। मनले सोच्न सकिँदैन, तर जसको कारणले नै मनले सोच्न सक्छ। हो। र यसको अन्तिम सन्देश यही हो, अहङ्कार त्यागेर अनुशासन र सत्यको मार्गमा हिँडेर मात्र त्यो भित्री स्रोतसम्म पुग्न सकिन्छ। ज्ञान भनेको बाहिरबाट केही कुरा जान्नु वा जानकारी जम्मा गर्नु होइन, बरु आफ्नो सीमित मको भावनाको भ्रमलाई बुझेर त्यो असीम चेतनामा मेटिनु वा विलीन हुनु हो। म जान्दिन भन्ने नम्रतामा नै म जान्दिन भन्ने नम्रतामा नै वास्तविक ज्ञानको ढोका खुल्छ। देवताहरूले पनि जब आफ्नो शक्ति हराए, तब मात्र उनीहरूले शक्तिको वास्तविक स्रोत खोज्न थाले। कहिलेकाहीँ हाम्रो हारमा नै सबैभन्दा ठूलो जित लुकेको हुन्छ। तपाईले यो छलफलको अन्त्यमा एउटा निकै शक्तिशाली विचार दिनुभयो। यसले मलाई सोच्न बाध्य बनायो। यो उपनिषद्ले चेतनालाई नै सबै कुराको स्रोत मान्छ। यदि हाम्रो हरेक विचार, हाम्रो मुटुको हरेक धड्कन र हाम्रो आँखाको हरेक हेराइ त्यही एउटै परम चेतनाबाट प्रेरित छ भने, म र अरूबीचको भिन्नता साँच्चै के हो त? यही प्रश्न नै उपनिषद्को सार हो। यदि बिजुली एउटै हो भने एउटा बल्ब र अर्को बल्बमा के भिन्नता छ र? केवल बाहिरी आकार र रूपको। भित्री तत्त्व त एउटै हो। यो प्रश्नमाथि विचार गर्न छोड्दै आजको लागि हामी बिदा लिन्छौं।